हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सो आजको भिडियोमा मेहन्दी स्टेन्सिल कसरी युज गर्ने भनेर हेर्न सक्नुहुनेछ। धेरै जस्तो कस्टमरको यो क्वेसन हुन्छ कि मेहन्दी स्टेन्सिल कसरी युज गर्ने भनेर पनि देखाउनुस् न। सो यो भिडियो उहाँहरूको लागि हो, स्किप नगरिकन हेर्नुहोला, जसले गर्दा हजुर स्टेन्सिल एकदमै प्रोपर र बेस्ट तरिकाले युज गर्न सक्नुहुनेछ। सो सबभन्दा पहिला यो स्टेन्सिललाई डिजाइन अनुसार कट गर्नुपर्ने हुन्छ। डिजाइनलाई कट गरिसकेपछि यो स्टेन्सिललाई चाहिँ पछाडिपट्टिको पेपरबाट निकाल्नु पर्ने हुन्छ। अनि यो निकाल्दाखेरि के ख्याल गर्नु होला भने अगाडिपट्टि यसको प्लास्टिक हुन्छ अनि पछाडिपट्टि चाहिँ पेपर हुन्छ। यो निकाल्दाखेरि पेपर मात्रै निस्कोस् र प्लास्टिक र डिजाइन एउटापट्टि निस्कोस् है। यो स्टेपमा चाहिँ अलिक केयरफुल गरेर निकाल्नु होला, एकदम हतार नगर्नु होला, यसलाई बिस्तारै पिल गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कति मजाले डिजाइन चाहिँ पछाडिको पेपरबाट निस्किसकेको छ। यो स्टेप पछि चाहिँ हजुरलाई जुन डिजाइन जहाँ राख्नु मन छ त्यहाँ हातमा स्टिच गर्नु होला। अनि धेरैपल्ट कस्टमरको यो पनि क्वेसन हुन्छ कि कुन डिजाइन कहाँ युज गर्नुपर्ने हुन्छ भनेर। सो यसको लागि चाहिँ हजुरलाई कुन डिजाइन कहाँ युज गर्नुपर्ने फिक्स हुँदैन। जुन डिजाइन हजुरलाई जहाँ राख्नु मन छ त्यहाँ राखेर युज गर्न सक्नुहुन्छ, या त फ्रन्ट ह्यान्ड या त ब्याक ह्यान्ड है। अनि यहाँ मैले डिजाइनलाई हातमा स्टिच गरिसकेको छु। स्टिच गरिसकेपछि माथिको जुन प्रोटेक्टिभ प्लास्टिक हुन्छ त्यसलाई निकालिदिनु पर्ने हुन्छ। डिजाइनलाई हातमा स्टिच गरिसकेपछि त्यसमाथि मेहन्दी फिल गर्नुपर्ने हुन्छ। अब अलिकति मेहन्दीको बारेमा पनि डिस्कस गरौँ है त। इफ हजुरले अर्ग्यानिक मेहन्दी युज गरिराख्नु भएको छ भने अर्ग्यानिक मेहन्दी युज गर्दाखेरि ह्यान्डमा 4 to 5 आवर मेहन्दी राख्नुपर्ने हुन्छ। त्यसपछि डाइरेक्टली पानीले वास नगर्नु होला, ओइल युज गरेर मेहन्दी रिमुभ गर्नु होला। अनि त्यसपछि फेरि सकेसम्म 1-2 घन्टा पानी युज नगर्नु होला, त्यसले गर्दा एकदमै डार्क र राम्रो कलर बस्छ। इफ हजुरले इन्स्टेन्ट मेहन्दी युज गरिराख्नु भएको छ भने म्याक्सिमम 30 मिनट, इफ हजुरलाई एकदम डार्क कलर चाहियो भने त्यसलाई म्याक्सिमम 30 मिनट नत्र 20, 25, 15 मिनट जति राख्दा पनि हुन्छ। सो यहाँ मैले इन्स्टेन्ट मेहन्दी युज गरिराखेको छु, त्यसैले गर्दा मैले 15 देखि 20 मिनट मात्रै ह्यान्डमा आफ्नो मेहन्दी राखेको छु। सो यहाँ मेहन्दी भइसकेको छ कम्प्लिट। अब मैले यसलाई 15 देखि 20 मिनट पछि वास गरिदिएँ। अनि यहाँ हजुरले हेर्न सक्नुहुन्छ इन्स्टेन्ट मेहन्दीको कलर कति प्यारो आएको छ। सो जोहरूलाई मेहन्दी लाउन नआए पनि मेहन्दी लाउन एकदम धेरै मन पराउनुहुन्छ, उहाँहरूले पनि आफ्नो हातमा राम्रो राम्रो र प्यारो प्यारो डिजाइनको मेहन्दी लाउन सक्नुहुनेछ।
हजुरलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सनुहोला। इफ मेरो च्यानलमा न्यू हुनुहुन्छ भने सब्सक्राइब गरेर जानुहोला है। थ्याङ्क यू फर वाचिङ।